साथीहरू त्यहाँ चाहिँ सधैँभरि यत्तिकै भिड हुन्छ है, देख्न सक्नुहुन्छ। म चाहिँ यहाँनिर यसो अलिअलि उपचार गर्नु भनेर आएको, देख्न सक्नुहुन्छ हजुरहरूले। साथीहरू म चाहिँ यसो चिलाउने घाउ शरीरमा आएर चाहिँ उपचार गर्नु पर्यो भनेर ब्लड टेस्ट गर्नको लागि आएको। मान्छे थोरै छैन मेरो चाहिँ। अनि विशेष चाहिँ म भित्र पालोमा छिरेको निस्केकै छैन, पर्खेर बसिरहेको छु। छैन भयो। ल साथीहरू, अब हामी चाहिँ अगाडि टेम्पो राखेकोतिर जाँदैछौँ। के भन्छौ, टेम्पो राखेकोतिर जाँदैछु। बिहान हामी चाहिँ 6 बजे नै आएको थियौँ, बल्ल बल्ल पाल आयो, त्यो पनि मिलेन काम। साथीहरू बाहिर निस्किँदै गरेर ल, म टोइलेट गएर आउँछु। ल साथीहरू, हामी चाहिँ निस्किँदैछौँ। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ बिल काउन्टर छेउमा आइपुगिसकेको छौँ। यता बिल काट्ने पैसाको, यता चाहिँ बिमाको लाइनमा पुँजी काट्नेहरू देख्न सक्नुहुन्छ। फेरि भिड भइसकेको छ, यता पनि पुरै भिड भइसकेको छ। साथीहरू बाहिरपट्टि निस्केँ म चाहिँ। आँखै तिरिमिरी भयो, भित्रबाट बाहिर निस्किँदाखेरि घाम पुरा टन्टलापुर लागिरहेको छ, त्यो भएर चाहिँ। ल साथीहरू, अब चाहिँ बाहिर निस्किसकेका छौँ है हामीहरू, देख्न सक्नुहुन्छ। घाम पुरै लागिरहेको छ। साथीहरू हामी चाहिँ गेट बाहिर निस्किँदैछौँ है, देख्न सक्नुहुन्छ। गाडी चाहिँ माथि राखेको छौँ। बिहान चाहिँ पानी परेर लास्टै अहिले चाहिँ गर्मी भइरहेको छ, घाम लागेर। ओ सेट 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 सेट, हाम्रो अटो चाहिँ यहाँनिर छ, देख्न सक्नुहुन्छ। यो कुन चाहिँको बसन्तीले चाहिँ छेकिदिएको रहेछ। ड्राइभर नि अरे बाटो रोकिएछ, गाडी स्कुटी सार्दै हुनुहुन्छ। जान्छ जान्छ
बिस्कुट पनि देखाउनु। टेस्टी। खाजा खाएको हामीले। यो चाहिँ मेरो अंशमा परेको अरे। टेस्टी साल्ट एन्ड स्विट बिस्कुट। के गर्नुभएको अरे? खाजा खाएको अरे ड्राइभरज्यूले। मेरो ड्राइभर दुईजनाको ड्राइभर, मेरो जिन्दगीको ड्राइभर हो अनि गाडीको त दिनभरको ड्राइभर हो। तर अलिकति मिस्टेक भयो भने दुईजनाकै जिन्दगी सखाप हुन्छ, मेरो पनि अनि गाडीको पनि। मेरो जिन्दगीको ड्राइभर, गाडीको चाहिँ दिनभरको ड्राइभर। गाडीलाई चाहिँ नहुँदा पनि हुने खालको हो, मलाई चाहिँ अब जिन्दगीभरिलाई लाछाप लाएको ड्राइभर हो। लाछापवाला ड्राइभर हुनुहुन्छ है मेरो चाहिँ। यहाँनिर कसैले आँखा लाउनु पाइँदैन। मैले बोलेको त तर सबै काटिसक्नु त हुन्छ, केही त लाउनुहुन्न, यत्तिकै बोल्नु मात्र हो। म त लगाइदिनु भयो त हुन्थ्यो भन्छु, केही पनि लगाइदिनु हुँदैन। अब के अरे सुन्नुभयो? को रिसाउँछ अरे? बेला बेला त साटौँ कि क्या जस्तो पनि लाग्छ हौ। अब चाहिँ फाइनल्ली हामी घर हिँडेको अवस्था। सेरु भाइ के छ हौ? अनि सन्चै? कति हो मामा? बल्ल्याङ्ग्री लेखेको नि, बल्ल्याङ्ग्री लेखेको नि। जान्छ जान्छ जानु, केही पनि होइन। ल हाम्रो मिता चाहिँ यहाँनिर गाडी ब्याक गर्दैछ है, हाम्रो स्ट्यान्डको दाइ। अरे ठिकै छ भाइ। कहाँ हो बोबा भाइको घर त थाहै छैन। ल साथीहरू, म चाहिँ फेरि लक्ष्मी चोक आइपुगिसकेको छु है। साथीहरू देख्न सक्नुहुन्छ हजुरहरूले। अब हाम्रो साथी चाहिँ आएको रहेछ माथि बोबो भाइकोमा। पुलिसले बोलाएर आएको छु आऊ है भनेर भनेको। आउँछ कि आउँदैन? म चाहिँ जाँदैछु साथीहरू। ल साथीहरू, म चाहिँ यहाँनिर 0 पोइन्ट आइपुगिसकेको छु, देख्न सक्नुहुन्छ हजुरहरूले। कोलोनीतिर जाँदैछु है म चाहिँ। र साथीहरू, म चाहिँ यहाँनिर कोलोनी मासतिरपट्टि जाँदैछु है, देख्न सक्नुहुन्छ। अब यता पूर्वतिर चाहिँ सूर्य मार्ग जान्छ, मासतिर चाहिँ सिधै दक्षिण चाहिँ उत्तर चाहिँ ल साथीहरू, म चाहिँ फेरि पनि यहाँनिर ओसो आइपुगिसकेको छु है, देख्न सक्नुहुन्छ हजुरहरूले।
ल बोबो चाहिँ घरमा छैन रहेछ, पर गएको छ होला, परै जानु पर्यो म पनि। अब के गर्नु भेट्नलाई। ए भाइ उहाँ हिँडेको हौ उसो यिनै छौ अहिले? ए ल ल बोबो भाइ चाहिँ घरमा रहेनछ है साथीहरू। म चाहिँ अब पर यसो उसोमा पसल थाप्न थालेको छ, वहीँनिर गयो होला है विक्रम र बोबो अनि सनी भाइ। अनि म पनि उतै जाँदैछु अब। फाइनल्ली म चाहिँ ओसो आइपुगिसकेको छु। अहिले चाहिँ चटपटे पसलहरू ओसोमा चलाइराखेको छ है, देख्न सक्नुहुन्छ। कोही चाहिँ थिएन। टोलीहरू चाहिँ यहाँनिर लुडो खेल्ने रहेछ। टोलीहरू लुडो खेल्ने रहेछ है। छक्का 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 सुनसुन हान्नु भयो तपाईँहरू दुईजनाले, हामी दुईजना सुनसुन हान्नु। को आयो मेरो अगाडि? राजन दा, लु राजन दा हानु हानु मानु हानु। म अगाडि आएको त छोड्नु हुँदैन ल। जेठा आयो अरे लु। साथीहरू अब उसोमा पनि खासै टेम्पो चलेकै छैन है। अनि हाम्रो यहाँनिर विक्रम चाहिँ आएर बसिरहेको रहेछ। साउजी के छ? हो लु आजदेखि चाहिँ हाम्रो बोबो भाइको चाहिँ यहाँनिर पुरा रेस्टुरेन्ट चलिरहेको छ है। टक्क आलु निम्की, पानीपुरी, चटपटे सबै है। खोइ विक्रम चाहिँ भाइ पर ए सुँगुरहरू छ भने त घरमै लाँदा हुन्छ नि। चराले खान्छ खान्छ। ल साथीहरू, म चाहिँ फुस्रे स्ट्यान्डमा आइपुगिसकेको छु है। हाम्रो साथी चाहिँ उहाँ विक्रम चाहिँ यहाँनिर बोबो भाइकोमा आएको छ अरे है। अनि बोबो भाइकोमा आउनु नि दाइ एकछिन भनेर म चाहिँ आएको छु। अब देख्न सक्नुहुन्छ म चाहिँ अब साथीहरूलाई भेट्नलाई जाँदैछु, साथीभाइहरूलाई भेट्नको लागि जाँदैछु। हाम्रो यो ओसो जलधारको सिन्डिकेट है, मान्छे छैन, रुङी रुङाइ भइरहेको छ। तनाव छ काम गरेर खानुलाई।
ल यो चाहिँ ओसो जाने बाटो है, फुस्से आर्मी क्याम्प देख्न सक्नुहुन्छ। ल अन्त यो भोटकेमा घन्टीमा चुपचाप घन्टी छाप अरे अब सुकुम्बासी टाप हुने बेला आएको छ है। यो सबै सुकुम्बासी हो, हामी बसेको तलतिरको सबै सुकुम्बासी हो। तनाव बनाउने रहेछ हौ बालेनलाई भोट हालेर, बालेनले दिमाग खराब गरिरहेको छ। अब कहाँ पुगिने हो थाहा छैन है। तिम्रो बाटोको काँडा बन्न सकिन, तिमी रोइ मलाई साउ भन्न सकिन। ल यहाँनिर चाहिँ अन्डा रोलहरू पाउँदो रहेछ है। अन्डा रोलहरू चाहिँ अब चाख्नु पर्यो, तर म चाहिँ चाख्दिनँ है। म चाहिँ चिल्लो पिरो केही पनि खाँदिनँ, अमिलो पिरो है। वहाँबाट 10 बजे म त तलबाट पाउँदै गरेको होला भनेको होइन, म त यहाँनिर थिएँ नि। यहाँबाट पृथ्वी चोक भन्छ साथी। अरे पृथ्वी चोक त यता छ भन्छ। होइन यहाँनिर खोइ त सनिल हालेर पनि बोलाउ न। ऊ अहिले बिजी होला। किन कहाँ जानु आँटेको छ र? अनि गाडीमा चढ्दै त्यहाँ उयो बाइकमा चढ्दै थियो र? यहाँनिर चाहिँ फास्टफुडमा एग रोल बनिँदैछ। हाम्रो उहाँ सरहरूले बनाउनु हुँदैछ। दाजु हो कि भाइ हो? यहाँ बोबो भाइ, यहाँनिर विक्रम भाइ, यहाँनिर हाम्रो साउजीहरू साउनीहरू। यो पहिले त थिएन त, भर्खर भर्खर उयो गर्नुभएको हो। घर चाहिँ कहाँ हो तपाईँहरूको? सूर्य मार्ग ए पानी ट्याङ्की छेउमा। ए कालु भाइहरूकोतिर? कालु भाइहरूकोतिर त्यो ट्याङ्कीदेखि उतापट्टि। ए अँ ए हजुर हजुर। ए ए होइन म त खाँदिनँ भाइ। होइन म खाँदिनँ क्या, त्यो भएर त साँच्ची पो त। हाम्रो भाइहरू चाहिँ आज यसो यहाँनिर भेटघाटको लागि आएको छ। सनिल भाइ चाहिँ ठेला एकदम अन्डा रोल अनि चटपटे आलु निम्की एकदम स्पेसल मिठो। यिनीले भेटेको अनि उदयपुरमा पुऱ्याएर नि बेचिसकेको छ क्या। अनि अनि समातेर उयो नगरेको पुलिस केसहरू गरेको। अनि नयाँ बाइकको पैसा दियो। ए नयाँ बाइकको दियो। आफ्नै साथीहरूले चोरिदिएको क्या। ए आफ्नै साथीहरू पो। यहाँबाट त हरायो एउटा।